कल्पना गर्नुहोस् तपाईँ एउटा जङ्गलमा हुनुहुन्छ। चारैतिर शान्ति छ, तर के साँच्चै शान्ति छ कि त्यही रुखहरू एकअर्कासँग कुरा गरिरहेका छन्? हजारौं वर्ष अघि हाम्रो शास्त्रले भनेको थियो प्रकृतिमा चेतना छ, सबैसँग जोडिएको छन्। आज विज्ञान भन्छ रुखहरू सिग्नल पठाउँछन्, एकअर्कालाई चेतावनी दिन्छन्। अब प्रश्न उठ्छ, के शास्त्रले पहिले नै सबै कुरा थाहा पाइसकेको थियो कि यो केवल हाम्रो बुझाइको खेल हो? आजको भिडियोमा हामी गहिरो रूपमा बुझ्नेछौँ शास्त्र भ्यास विज्ञान आखिर सत्य के हो र हामी किन भ्रमित हुन्छौँ। कृपया भिडियोलाई अन्तिमसम्म हेर्नुहोस्, किनकि अन्त्यमा तपाईँको सोच बदलिन सक्छ। हजारौं वर्ष अगाडि जब न माइक्रोस्कोप थियो न ल्याब थियो, त्यस बेला ऋषिले भने सारा सृष्टिमा एउटै चेतना छ। रुख, बिरुवा, पानी, हावा सबैमा जीवन छ। उनीहरूले प्रकृतिलाई मातृ माने, रुखलाई पूजा गरे, पानीलाई देवता माने। किन? के उनीहरूले साँच्चै केही देखेका थिए कि त्यो केवल विश्वास थियो? यदि त्यो केवल अन्धविश्वास थियो भने किन आजसम्म टिक्यो? अब हेरौँ विज्ञानको खोज। आधुनिक युगमा वैज्ञानिकहरूले एउटा अचम्मको कुरा पत्ता लगाए। रुखहरू चुपचाप हुँदैनन्। जब किराले आक्रमण गर्छ रुखमा, रुखले हावामा केमिकल सिग्नल पठाउँछ। नजिकका रुखहरूले त्यो बुझ्छन् र आफूलाई सुरक्षित बनाउँछन्। अझ अचम्म के छ भने रुखहरू जमिनमुनि जोडिएका हुन्छन्। फङ्गसको नेटवर्क मार्फत उनीहरूले पोषण साटासाट गर्छन्। कमजोर रुखलाई बलियो रुखले मद्दत गर्छ। अब सोच्नुहोस्, हजारौं वर्ष अगाडि भनिएको कुरा आज विज्ञानले देखाउँदैछ। के यो कोइन्सिडेन्स हो? यहाँ सबैभन्दा महत्त्वपूर्ण कुरा आउँछ। हामी के देख्छौँ भन्दा पनि हामी कसरी देख्छौँ भन्ने कुरा महत्त्वपूर्ण हुन्छ। दुईजना एउटै जङ्गलमा जान्छन्। एकजनाले भन्छ यहाँ त केवल रुख छन्, अर्कोले भन्छ यहाँ जीवन छ, सम्बन्ध छ। किन यस्तो फरक? किनकि हाम्रो दिमागले रियालिटी फिल्टर गर्छ। हामीले मानेको कुरा हामीलाई अझ बढी सही लाग्छ। यसलाई कन्जेनेट बेस भनिन्छ। त्यसैले कहिलेकाहीँ हामी शास्त्रमा विज्ञान देख्छौँ र विज्ञानमा शास्त्र। सबैभन्दा ठुलो प्रश्न, आखिर सत्य के हो? के शास्त्र 100% सही छ कि विज्ञान सही छ? सत्य के हो? शास्त्र र विज्ञान दुवै फरक बाटो हुन्। शास्त्र भन्छ अनुभव गर, अध्ययन गर र भित्र हेर्नु। विज्ञान भन्छ परीक्षण गर, प्रमाण देऊ, दोहोऱ्याएर देखाऊ। लक्ष्य एउटै हो, सत्य खोज्नु, तर तरिका फरक छ। अब तपाईँ सोचिरहनु भएको होला किन धेरै कुरा मिल्छ? किनकि शास्त्रले ब्रो ट्रुथ भन्छ, विज्ञानले डिटेलमा एक्सप्लेन गर्छ। उदाहरण, शास्त्र सबै जोडिएका छन्, विज्ञान फङ्गल नेटवर्क, केमिकल सिग्नल। एउटै कुरा जस्तो लाग्छ तर फरक छ। अब अन्तिम कुरा, अन्धविश्वास पनि खतरनाक छ। अन्धविश्वास पनि यदि तपाईँ केवल शास्त्रमा अडिनु भयो भने तपाईँ प्रश्न गर्न छोड्नुहुन्छ। यदि तपाईँ केवल विज्ञानमा अडिनु भयो भने तपाईँ अनुभूति गुमाउनुहुन्छ। सन्तुलन नै असली बुद्धिमानी हो। सायद सत्य न शास्त्रमा छ न विज्ञानमा मात्र, सत्य तपाईँको बुझाइमा छ। तपाईँ कसरी हेर्नुहुन्छ त्यही तपाईँको संसार बन्छ। यदि तपाईँले यस्तो डिप कन्टेन्ट मनपर्छ भने च्यानल आजको संसारलाई सब्सक्राइब गर्नुहोस्, किनकि यहाँ तपाईँले केवल भिडियो होइन सोच बदल्ने यात्रा पाउनुहुन्छ। भिडियोमा भेटौँला, त्यतिन्जेल सोचिरहनुहोस्।